हेलो गाइस, वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ हामी पोखरा हिँड्न लाग्यो। आज चाहिँ हाम्रो पोखरा यात्रा सुरु हुन्छ। पोखराको ब्लगहरू स्टार्ट आउँदै गर्छ। हाम्रो चाहिँ यहाँ हाइवेदेखि बाटो हुन्छ। यहाँ चाहिँ हाम्रो यता उहाँलाई पावर हाम्रो ठुलो मम्मीको घर हो नि त पोखरा। मेरो आन्टीको घर हो नि त पोखरा। यहाँ दाइ पनि रेडी भएर हुँदै हुनुहुन्छ लुगासुगा हालेर। अनि रेडी भएर अब बसमा जान लाग्यो। कुन बस हो थाहा छैन, कस्तो बस हो थाहा छैन है। अहिले एउटा आन्टी जाने भएर हामीले रिकमेन्ड गर्नुभयो यसमा जाऊ भनेर, अनि जानु लाग्यो। राम्रै कम्फोर्टेबल होला भन्ने आशा लाग्छ। हामी चाहिँ सेङ्जा वालिङ हुँदै जानु लाग्यो। सेङ्जा वालिङ नयाँ बाटो अहिलेसम्म गएको छैन। यस्तै छ। चाहिँ यहाँ भुटाको अमरदीप टोलमा पुगिसक्यौँ। यहाँ हामी बस कुर्न लाग्यो। उता बरघाटको त्रिवेणीदेखि आउँछ अरे बस चाहिँ। त्रिवेणी टु पोखरा। अब बुटल हुँदै जाने हो। बुटलमा कति बेर रोक्ने हो आई डोन्ट नो ब्रो। आज राम्रो घाम, बिहान चाहिँ पानी परेर शीतल थियो। म त विन्चिटर सिन्चिटर लगाएर आउनुपर्छ कि भनेको, फेरि घाम लाग्यो त्यसै फेरि टी सर्टमै ठिक छ। गाडी चाहिँ राम्रै रहेछ है। सोफा एसीवाला, तर अलि एसी चल्छ कि नै थाहा भएन। हामी चाहिँ उतादेखि चढिसक्यौँ। गाडी चाहिँ राम्रो लाग्यो। हामी चाहिँ अहिले हिँडिरहौँ है। अब बुटलमा गएर रोक्छ होला गाडी। राम्रो छ। गाडी हामी चाहिँ अब बुटल पुग्न थोरै छ। बुटल पुग्न हामी चाहिँ यहाँ बुटलमा लाग्यो। यहाँ चाहिँ हायात प्लेस छ होइन। मेरो चाहिँ यहाँ हावाले कपाल यता र यता गराइदियो। दाइ पनि त्यत्तिकै हेरिराख्नु भएको छ। अहिले एन्टी लाइट पऱ्यो कि फ्रन्ट क्यामेरामा। कपाल दादाले धोस्तो हुने भयो। कर्ली कपाल थियो। यहाँ यस्तो हुन्छ नि, सलमान खान हो कि शाहरुख खानको एउटा मुभी चलेको थियो पनि यस्तोमा, तेरे नाम। यहाँ चाहिँ बुटल चौडा आइपुग्यौँ है। मान्छेहरू झर्नी हुन्छ यहाँ लोकलहरू। यहाँ चाहिँ हाम्रो स्कुलले पनि दफन मगर उहाँ हुनुहुन्छ चौडामा पुग्नु चाहिँ हिँड्यो चौडादेखि। यहाँ चाहिँ उता काठमाडौँ जाने हाइसहरू हो। काठमाडौँ नारायणगढ जाने। यो चाहिँ अक्सफोर्ड माध्यमिक विद्यालय त अक्सफोर्डको। मेरो साथीहरू यहीँ पढ्या हो। बरघाट जाने गाडी चौडा। यहाँ चाहिँ भैरवा जाने बाटो हो। यो मैले हिजो देखाइसकेको छु हिजोको भिडियोमा। हामी चाहिँ सिधा यो पहाड चाहिँ त्यता चाहिँ जानुपर्ने हो। ल हामी चौडामा घुम्यौँ। ल अब बस पार्कमा गएर रोक्छ गाडी। पोखरा जानलाई यहाँ बस पार्कमा आइसक्यौँ। हाम्रो बस चाहिँ यो के हो, यो त्रिकन्या आइछ बस चाहिँ। यो लाइनमा ऊ लाग्ने, त्यो लाइनमा यता चाहिँ काठमाडौँ लाग्ने गाडी हो क्या। अवस्था पढ जाने गाडी चाहिँ यहाँ रहेछ। यो चाहिँ उलान भन्ने रहेछ गाडी चाहिँ। हामी चाहिँ यसो होसमतिर जानु लाग्यो। अब गाडी तर अहिले कति गाडीहरू छुटिसक्यो। हामी लेट छौँ। त्यहाँनिर छुट्छ 8:17 भइसक्यो। म मेरो घडीको चार्जर चाहिँ त्यहीँ बिर्सेर आइदिएछु क्या। यो पनि पोखरा जाने गाडी हो। जाने गाडी मात्र हुन्छ होइन, टाढो जानुपर्ने। त्यहाँ गएर रमापुर सानो गाडी चाहिँ लाग्ने यतातिर रहेछ। म चाहिँ मेरो दाइको गाडी खोजिरहेको भेटा होइन। ऊ त्यहाँ चाहिँ वासरुम छ। त्यो बुटलले 9 बजे हिँड्ने रे। मान्छे खोज्नुपर्छ हो। इबीको स्टेसन चाहिँ मैले यता कता देखेको थिएँ। ऊ त्यहाँ अगाडि हो क्या। इबीको चार्ज लाउने। इबीको चार्ज लाउने यता थियो। बस ठुलो छ बस पार्क त। त्यस्तो भिड चाहिँ छैन अहिले। 8 बजे छ नि त बल्ल। बिहान नै हुन्थ्यो। दाइ 9 बजे छुट्ने रे। हामीले खाएर बस्यो। एटिएममा जानुपर्ने थियो। एटिएम खोज्नु पऱ्यो अब। त्यो एटिएम जनताले पैसा निकाल्नलाई एटिएम सिटिजन भित्र छिर्यो। एउटा चिसो पानी। हामी चाहिँ यहाँ पानी लिन आउन लाग्यो। चिप्सहरू चाहिँ कुन लाने?
देखि कि लाने हेर्नुहोस् त दुईवटा लान्छ लिएर गयो नि यो के हो यो कुरकुरे चाइनिज कुन खाने है भनेपछि यो रेड यो चाहिँ यहाँ चिप्सको पैसा दिन लाउनु भएको धेरै होइन दुईवटा चिप्स यसो बाटोमा भोक लाग्दा खानालाई अझै अब त गाडी छुट्नु पर्ने हो तर अझै छुट्यो होइन 9 बजे छुट्छ भने अहिले अझै लिँदै हुनुहुन्छ होइन एक्सचेन्ज लिँदै हुनुहुन्छ हामी अस्ति नै भाइरल भएको त पछापछिको बिहा गराइदियो भनेर यही स्कुलको हो एभरेस्टको डह्रो कन्ट्रोभर्सी परेको थियो यो त्यतिखेर बिहा संस्कृति बचाउनु भने बिहा गराउँदा फेरि उस गर्दा फुल्का लिएर अब निस्किन लाइन घन्टा कुरियो क्या यहाँ 1 घन्टा कुरेपछि बल्ल हामी बस पाइदिए हिँड्न लाग्यो अहिले चाहिँ 9:25 भयो हामी 8:25 मा आएको कतिखेर पोखरा पुगेको थाहा छैन 6-7 घन्टा लाग्ला हामी सिद्ध बाबा मन्दिर चाहिँ पुग्यो है मेन सिद्ध बाबा मन्दिर यहाँ चाहिँ हाम्रो सुरुङ मार्ग छ अहिले बन्दै गरेको दोस्त त्यो धुवा छ है यो हाम्रो सुरुङ मार्ग कहाँ गएर जोड्ने अरे पाल्पा तानसेन गएर जोड्नेवाला सुरुङ मार्ग हो यो चाहिँ सिद्ध बाबा मन्दिर गयो अब हामी चाहिँ जाँदै हम पहाड त माथि खतरा यस्तै माथि छ हामी चाहिँ वहाँ श्रीनगरसम्म चाहिँ म गएको है पहिला नि यो बाटो त्यसपछि चाहिँ म गएन यहाँ चाहिँ अर्को टनेल हो सानो मान्छेहरू हिँड्न यहाँ पनि रहेछ यहाँ उसहरू चाहिँ बनाइरहेको रहेछ क्या ठाउँ ठाउँमा रहेछ यो चाहिँ बालुवानी गर्दै अब हिँड्यो यसरी यहाँ तानसेन आइपुग्यो त्यहाँ बोर्ड देखाउँछु भन्दा फेरि भन्दा गयो है यहाँ चाहिँ यसले ल्याङ हानिराखेको यो तेल है बाटो घुमाउनु छ नि त यताको यो तेल चाहिँ यता फर्किरहेको कि चिसो मौसम भइसक्यो है आनन्दको छ ऊ यहाँ चाहिँ हाम्रो तानसेन ल्याएको छ देखियो होला देखियो है घुमाउरो बाइक केही छैन बाटो चाहिँ अब तानसेनपछि अब वालिङ कालिङ काका आउने रामदी आउँछ त्यसै वालिङ सोलिङ आउँछ रामदी रिडी हुँदै जाने हो जान चाहिँ फोकस भएन ल बल्ल फोकस पनि भइसक्यो कपाल चाहिँ यस्तो भयो है आँखामा धुलो नजोस् भन्ने बेलाको पोलिरहेको कि यता घाम है पङ्खा चाहिँ चलेन न एसी चल्यो त्यो चाहिँ हामीलाई मन परेन यो सिस्टम त्यही भएर हल्का भाडा हल्का कमै लाग्यो हुन नि ठिकै छ एभरेज सिट चाहिँ राम्रो कम्फर्टेबल छ सिट चाहिँ कम्फर्टेबल छ यहाँ चाहिँ हामीले खानको लागि राखेको छौँ तर अहिले कति खाने हो त्यो अझै थाहा छैन बस पार्क बाहिर यही भेटाइयो तैँले फोक्दै हुनुहुन्छ हावा मात्र छ है तर हेर है भित्र कति आउने रहेछ जम्मा हेर्नु 50 रुपियाँको माल कम त कम हल्का खानपिन पनि गर्नु पऱ्यो कि गाडी खाना कति रोक्ने हो कस्तो छ हौ म ट्राई हानेको नि अर्को लेज भेटाएन यो पनि एभरेज कस्तो लाग्दा टेस्ट टमाटर फ्लेभरको हो त्यसो आजै छैन तिम्रो नाम के हो नानी तिम्रो नाम के हो के शिवानी शिवानी के हो नि क्यूट कति राम्री हो के कति क्युट हो कति क्लासमा पढ्थ्यौ एलकेजीमा पढ्थ्यौ छैन होला हामी चाहिँ पाल्पाको आर्य भञ्जनमा आइपुग्यो
चाहिँ हामी यसमा एउटा क्युट नानी भेट्टाइसकेपछि शिवानी खोजिदिइरहे बस्थ्यो है यहाँ झुकेर गाडी दुइटा झन् ठोक्या इन्डियन गाडी हो डबल डेकर रहेछ झ्याप्पा हर्न पनि नबजाइकन झ्याप्पा आइरहेको थियो अनि फर्काउनु पऱ्यो ठाउँ चाहिँ थिएन यत्रो साङ्लो बाटोमा अनि कहाँ घुसाउन खोजेर हुँदा फेरि बुक गर्नको लागि होला भने 984 छ इंडियन गाड़ी उनके। अरे उधर चापो जल्दी, उधर दबाओ। दाइ चाहिँ खत्रै हो हजुर चस्मा चाहिँ खतरा हो कि चाहिँ नि अझै पाल्पा पिपल डाँडा पाल्पा लुम्बिनी प्रदेश स्टेसन अझै हामी पाल्पा छोडे होइन पाल्पा पनि सिङ्जापछि पर्वत बल्ल उसो कि आइके चाहिँ यो म पर्वत र सिङ्जामा चाहिँ कन्फ्युज भइरहेको थियो शीतल भयो अहिले त शीतल भयो घाम आए पनि त्यस्तो पोले छैन घामले खाना कहाँ रोक्छ थाहा छैन अब हल्का हल्का भोक लाग्न लागिसक्यो चाहिँ खाना खान रोकिसक्यो यो ठाउँको नाम चाहिँ के हो बोर्ड पनि छैन त ठाउँको नाम के हो दाइ ठाउँको नाम त्यहाँ चाहिँ रहेछ बोर्ड पिपल डाँडा बिरुवा अरे हामी चाहिँ जानुपर्ने बिरौटा हो क्या हामी चाहिँ के खाने भयो त्यसै तन्दुरी रोटी खाने प्लान गऱ्यौँ यहाँ चाहिँ राम्रै छ ठाउँहरू यसो रेस्टुरेन्टहरू म चाहिँ त्यहीँ जानुभएको ल तन्दुरी रोटी आइसक्यो दाइ अब सुरु गरौँ न त है जानु हजुर हात धोएर आउनु अनि म जान्छु दाइ र म चाहिँ रेडी खानालाई चाहिँ खाएर भ्याइसक्यो है दाइले चाहिँ अझै खाँदै हुनुहुन्छ अब चिकन भएपछि यो दाल के खान्छ हेलो त्यहाँ नानी चाहिँ ऊ त्यहाँदेखि अङ्कल भनिरहेको उहाँ चाहिँ यहाँ पिपल बोर्डदेखि खाना खाइयो अब खाएर निस्किने लाग्यो अब चाहिँ नेक्स्ट स्टप गलिङमा गएर रोक्छ अरे त नखाइ होइन चिकन मिठो लाग्यो दाल चाहिँ किन दियो हो हामीले मिसै पाएनौँ चिकन भएपछि कसले दाल खान्छ दाइ त्यही त केही छैन रमाइलो छ अझै जानलाई टाइम लाग्नेछ अब आज त घुम्न साँझतिर यसो निस्किनु पर्ला वाकलाई मतलब भोलि डाइरेक्ट भोलि खतरा ब्लग आउँछ बाटो नि खतरा छ 3टा जिल्ला जोड्ने झलुङ्गे पुल है रेडियो रेडी कि रामदी त्यही त रामदी हो यो चाहिँ खै यो केही मिस्टेक भयो म त्यहाँ लेखेर राखिदिन्छु नि त सोधेर सेङ्जामा पर्ने रहेछ रामदी चाहिँ त्यो पनि थाहा थिएन बल्ल थाहा भयो इन्डियन गाडीको चेक गराउन पर्मिसन भनेर पुलिस चेकिङ हुने रहेछ अहिले भने भर्खरै छपियादी छुट्ने गाडी भेटा थिएँ रेकर्ड गर्नै पाएन वा अब चाहिँ भ्यू आउँछ कि खतरा सिङ्जा खोला चाहिँ रामदीको खोला पुरा ठुलो छ यहाँ चाहिँ मान्छे चढ्दै हुनुहुन्छ अझै टाइम लाग्ने छ हामीलाई 80 किलोमिटर छ यहाँदेखि चाहिँ पोखरा अझै टाइम चाहिँ लाग्छ चाहिँ वालिङ बजार आइपुग्यो वालिङ बजार वालिङ अब यहाँदेखि धेरै टाइम लाग्दैन पोखरा पुग्न बाटोमा है गाडी चाहिँ धेरै रोक्ने रहेछ है यो रुट आएको नि त अझै 5 मिनट रोक्छ र यहाँ दाइले चाहिँ पानी लिएर आउनुभयो
अब यसो यो कुरकुरेहरू पनि खानु पर्यो यसो एक निन्द्रा सुत्दिने हो दाइ त मस्त निदाउनु भएको उहाँ अघि फोन खसालेर निदाइ सट्टा हातै फोनै खसाल्नु भएको अब कुरकुरे खान लाग्यो कुरमुरे रहेछ दाइ पनि खाने अब चाहिँ गाडी हिँड्छ होला कि अझै 5 मिनट भयो भने राखेको अरे उहाँ पर मान्छे कसरी दुख्छ नानी चाहिँ भर्खरै सुतेर उठ्यो नि त्यही भएर मेसे पाइँदैन नानी खै बाई गरिदेऊ खै एकचोटि ल ल फाइनल बाई गरिदेऊ चाहिँ कहाँ यो हो नि यो ट्याक्सी चौक सिङ्जा भन्ने ठाउँमा आइपुग्यो यहाँ चाहिँ अब हामी अगाडि बसेर क्याबिनमा बसेर यसो भिडियोहरू गराउनु पर्यो यहाँ चाहिँ अझै पुग्न लाग्छ टन्नै अझै 1 घन्टा लाग्ला सायद 3 बन्द लाग्यो आशा त त्यही अब के हुन्छ खै थाहा छैन भिडियो चाहिँ लास्ट लङ हुन लागिसक्यो अघि यसो हेरेको 20 मिनटको भयो थियो अब अझै यसलाई काटकुट गरेर 15 मिनटसम्म चाहिँ गराउनु पर्ने हुन्छ हामीले चाहिँ हामी चाहिँ उहाँ भालुपाती भन्ने ठाउँमा पुगेको त बोर्ड टालेको थियो है त्यहाँ माथि देखिँदै देखेन यता ठाउँ चेन्ज गर्दा दाइ यता हुनुहुन्थ्यो उहाँले उस गर्दै हुनुहुन्छ कस्तो चिसो हावा चलिरहेको है राम्रो छ मौसम अहिले चाहिँ गाडी चाहिँ लास्ट स्लो चलाएर है यतिखेर हामी त घरदेखि 7 बजी हिँड्ने मान्छे अहिलेसम्म पुगेको छैन यतिखेरसम्म त म काठमाडौँ पुग्थेँ घर पनि पुगेको छ त्यहाँ तर यो गाडी लास्ट बरु मलाई चलाउँदै उडाइदिन्थेँ मलाई आउँछ है फेरि चलाउनलाई फेरि मान्छेले नउला सोच्ला पर पुग्न पाएन है यहाँ पानी परेछ यो खतरा लभली पानी यसको भ्यू यताको भ्यू झन् खतरा त्यहाँको भ्यू चाहिँ झन् खतरा खतरा है हामी तर धेरै टाइम लागिसक्यो अझै आजै हामी उता फेवा लेकतिर जाने भने है तर यो चालले पुगेर जस्तो लागेन अब भिज्दै घर जानु पर्ला जस्तो लागिसक्यो हिजोसम्म बुटरमा गऱ्यौँ भिजेको मान्छे आज यस्तो चिसो हावा खान पाउँदा कति दिनदेखि पानी नदेखेको म उता लास्ट टाइम उता काठमाडौँमा के अरे काठमाडौँदेखि फर्किने बेला देखेँ कि पानी त्यसै देखाएको थिएन ल अब हामीलाई यहाँ पोखरामा धेरै पानी चाहिँ चाहिएन हामीलाई घुम्न चाहिँ 1 हप्ता जति आनन्दसँग एउटा हामीले चिज चाहिँ नोटिस गर्यो कि गाडी चुइनी रहेछ यो चुइनी रहेछ यो त्रिकन्या बस हो त्रिवेन्द्र म चाहिँ सुरुमा रेटिङ दिइरहेको थिएँ अहिले चाहिँ अब दिँदैन यस्तो पानी चुहेको गऱ्यो यहाँनिर अलिक वाटर प्रुफ गराउनु पऱ्यो है यस्तो तालले भएन यस्तो पेसेन्जरलाई दुःख पुरा यहाँ झ्याल मस्त बन्द गरेर यहाँ पाल रहेछ के हो तप चुइरहेको यो राम्रो लागेन यो चन्द म अब फर्किने बेला यो उस आउँदैन कसैले कमेन्ट पनि गर्दैन नआइ हुन्छ ढिलो पनि हुन्छ हामी चाहिँ पोखरा पुग्यो है यहाँ चाहिँ बिरौटा हो पानी परेर मौसम यस्तो राम्रो भएको लभली छ राम्रो छ मौसमहरू खतरा अब हामी चाहिँ पारी जानुपर्ने आउनु दाइ यसो अब पारी जान्ला हामी पानी खतरा परिरहेको खतरा यहाँ चाहिँ लोकल हिँडिरहेको लोकल जेब्रा क्रसिङहरू त्यहाँ हो जानुपर्ने कपडा त ध्वस्त पारिदिन्छ कि के यहाँ चाहिँ गुडविल पानीले भिजाइसक्यो है
हजुर यही हो प्रतिष्ठालय राम मन्दिर उतै हो यहाँ ल्याएको सामान राख्यो है यता चाहिँ उहाँहरूको घर होला आई गेस लेग साइड सिधा यतातिर चाहिँ जान्छ देवी सोल उता रहेछ सबै ठाउँ घुम्नुपर्छ है त दाइ कि कसो विचार पानी त यहाँको त परम्परै हो पानी पर्ने पोखरा नेपालको सबभन्दा पानी पर्ने ठाउँ के अरे हामी भिज्दै जाने हो अरू त थाहा भएन यो झोला पनि वाटर प्रुफ हो मेरो क्यामेराको झोला चाहिँ भिज्नु भएन यो झोलाभित्र फेरि आहा कस्तो चिसो छ है यहाँ त हिजो बुटलमा पाकेर बसिरहेको थियो हामी अब के भन्छन् मलाई बानी भयो मलाई काठमाडौँको चिसो बुटलको गर्मी अब यहाँ फेरि पोखराको चिसो खाना आयो क्या पानी परिरह तर लास्टै अब चाहिँ म चाहिँ यसरी रेडी भयो दाइ यहाँ रेडी हुँदै हुनुहुन्छ ल लाउनु भयो अलि जानु हुँदैन अब यस्तो झोलाहरू यो पनि झोला खा दाइ 3 झोला खा म चाहिँ एक पुकी भाउ पुकी कस्तो लागिरहेको त मजा आइरहेको छ आज पोखरामा भनेपछि पानी पर्छ नेपालको अधिकांश क्षेत्रभन्दा आज त साह्रै ठुलो आयो बस पनि कस्तो चुनी रहेछ यहाँदेखि कति टाढा त ठुलो भए के अरे अङ्कल मेरो अङ्कल भन्नुपर्छ 3 चोटि आयो क्या पानी बसाउँदा रोकिँदै आउँदै गरौँ कि आज 3 चोटि आयो अरे पानी यता भिज्नुपर्छ केही हुँदैन ठाउँ चाहिँ यस्तो गर्मी दिए आएर यस्तो चिसो पाउँदा नि खुसी लाग्छ पानी परेको खुसी हुनुपर्छ हामीलाई त 40-42 डिग्रीबाट आएको डाइरेक्ट 22-23मा 22-23 भन्दा कम छ होला अहिले मामा ए यो है पसल कौन यो राइट साइडमा यो किराना यो बन्द भएको मेरो पसल यो फेन्सी साइना मामाको ए मामा एकै ठाउँमा छ सबको दुईटा यहीँ छन् हजुर राजु मामाको होटेल हो राजु मामाको होटेल छोड्नु भयो ए छोड्नु भयो के त्यहीँ उभिनु भएको कहाँ त्यहीँ यता उभिनु भएको राजु मामा हो घर बनाउँदै हुनुहुन्छ हजुर अहिले होटेल छैन फाइनली हामी आइपुग्यो टाउको मेरो निस्केर धेरै मोटाएर मेरो टाउको निस्केर दाइ निकालिदिनु न बल्ल 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 निस्कियो यहाँ पनि पसलै हो रमाइलो भयो एकछिन दाइ पैसादेखि अब तर मेरो दाइको भन्दा मेरो हाइट ठुलै छ खै राम्रो छ ठुलै छ है तर आन्टी भेट्नु भयो सन्चै हुन्छ खै लास्टै लाग्यो टाइम त त्यो गाडी कस्तो पर्यो ल ल हामी भेट भइयो आइपुग्यो अब चाहिँ भिडियो अब पार्ट 2 आउँछ अब भाइ हाम्रो चाहिँ अघि नै कन्टिन्यू चाहिँ छ अहिलेसम्म भिडियो हामी चाहिँ सो पोखरामा भाइलाई दिदीलाई भेटाएमा अब यत्तिकै हावा खाना वाकमा हिँडिरहँ यहाँ चाहिँ हाम्रो योङ भाइ यहाँ हाम्रो चाहिँ योङ दिदी भान्जी यहाँ हाम्रो भान्जी फोटो कस्तो लाग्यो भान्जी फोटो कस्तो लाग्यो राम्रो लाग्यो ब्लगको गाइड टुरिस्ट गाइड दुईटा टुरिस्ट हो यहाँ दिदीले चाहिँ काठमाडौँ सर
उनलाई आफै पिर परेछ अब ला छुट्टीमा अलिक पिर परेछ उनलाई लास्टै छुट्टी हुनु भयो तर भाइ कहाँ जाने रे पोखरा त भ्याउनु त पर्छ है अब कहिले आइन्छ थाहा होइन मौसम चाहिँ यस्तै यस्तै छ पानी पर्ने भाइले चाहिँ मलाई चिनेनन् त्यो चाहिँ मलाई अफसोस लाग्यो तैँले कौन सा चिनी दिस र होइन मलाई एउटा भाइ 10 मा पढ्छन् भन्ने चाहिँ थाहा थियो त्यसरी मैले भनेर दिदीलाई चाहिँ चिनेको थिएँ आमा क्यानाडा जाने दिदीको दिदी भनेर दिदीको दिदी हो मैले है सरस्वती आन्टीलाई पनि राम्रोसँग चिनेको मम्मीले राम्रोसँग चिनेर बुवा पठाइदिनु भयो सही यहाँ चिनेको भनेको म मात्रै दाइ हो अब पान्जी कस्तो राम्रो देख्यो तिमी ठाडै रहेछ के अरे हाइड्रो पावर हाउस रहेछ तल